उनी समाचार खोज्न गएकी थिइन्, तर केही बेरमै आफै समाचारको केन्द्रमा पुगिन्। त्यसपछि सुरु भयो एउटा यस्तो बहस जसले एउटा व्यक्तिलाई मात्र होइन, पत्रकारिताकै मर्यादा र सीमामाथि प्रश्न उठाइदियो। सार्वजनिक कार्यालय, जनप्रतिनिधि, क्यामेरा अन र त्यसपछि सुरु हुन्छ चर्काचर्की, वादविवाद, आरोप प्रत्यारोप र अन्ततः हातपातसम्म पुगेको दृश्य। यति बेला कञ्चनपुरमा वडाध्यक्ष र पत्रकार ऐश्वर्या कोरमाथि भएको विवादको भिडियो सामाजिक सञ्जालमा आगोझैँ फैलिएको छ। तर यो भिडियो भाइरल हुनुको कारण सामान्य विवाद मात्र होइन, यसले पत्रकारितामाथि नै एउटा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। सामान्य रूपमा भन्नुपर्दा पत्रकारको काम के हो? प्रश्न सोध्ने, तथ्य खोज्ने, प्रमाण सङ्कलन गर्ने कि आफै बहसमा उत्रिने, फैसला सुनाउने र भिडन्तको पात्र बन्ने? भिडियो हेर्ने धेरै दर्शकहरू अहिले यही प्रश्न गरिरहेका छन्, किनकि पत्रकारिताको आधारभूत सिद्धान्तले भन्छ पत्रकार सूचना ल्याउने व्यक्ति हो, घटनाको पात्र होइन। तर पछिल्ला वर्षहरूमा एउटा नयाँ प्रवृत्ति देखिन थालेको छ। क्यामेरा अगाडि चर्को स्वरले बोल्ने, लाइभमै हप्कीदप्की, कर्मचारीलाई थर्काउने अनि जनप्रतिनिधिसँग एकहोरो भिड्ने र त्यो भिडन्तलाई नै कन्टेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने अभ्यास। के यो खोज पत्रकारिता हो वा भाइरल हुन खोज्ने नयाँ शैली? अझ गम्भीर प्रश्न त अर्को छ, यदि पत्रकार स्वयं विवादको केन्द्रमा पुग्छ भने उसले ल्याएको सूचना कति निष्पक्ष रहन्छ? यदि पत्रकार आफै रिसाउँछ, झगडा गर्छ र भिडन्तमा उत्रिन्छ भने उसले दर्शकलाई तथ्य दिन्छ कि आफ्नो पक्ष? आज सामाजिक सञ्जालले सबैलाई क्यामेरा दिएको छ, सबैलाई प्लेटफर्म दिएको छ, तर त्यससँगै भ्युज, लाइक र भाइरल हुने दौड पनि बढेको छ। सायद यही दौडले कतिपयलाई पत्रकारभन्दा बढी पर्फर्मर बनाइरहेको छ। आज एउटा भिडियो भाइरल भयो, भोलि अर्को हुनेछ, तर प्रत्येक यस्ता घटनाले पत्रकारिताको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरेको छ। किनकि जब पत्रकार स्वयं समाचारको विषय बन्छ, तब समाचारको केन्द्रमा रहेको मुद्दा हराउन थाल्छ। मानिसले भ्रष्टाचार, अनियमितता वा सार्वजनिक समस्याको बहस छोडेर पत्रकारकै व्यवहारबारे कुरा गर्न थाल्छन्। त्यसै कारण सामाजिक सञ्जालका प्रयोगकर्ता मात्र नभई आम नागरिक समेत प्रश्न तेर्स्याइरहेका छन्। पत्रकारिता चौथो अङ्ग हो कि सामाजिक सञ्जालको कन्टेन्ट क्रिएटर? पत्रकार आचार संहिता कागजमा मात्र सीमित भएको हो कि सम्बन्धित निकायहरू साँच्चै गम्भीर छन् यस्ता व्यवहारहरूलाई लिएर? यदि पत्रकारले नै आफ्नो सीमारेखा बिर्सन थाले भने पत्रकारिता माथिको जनविश्वास कसरी जोगिन सक्छ? तपाईँलाई के लाग्छ? कमेन्टमा आफ्नो धारणा लेख्न नबिर्सिनुहोला। अनि यस्तै समाचार अपडेटका लागि भक्सपप नेपाललाई फलो गर्नुहोला। धन्यवाद।